बिहान दिउँसो बेलुका राति मध्यराति बिहानी पख तपाईको घडीमा जति बजेर जति मिनट गएको छ त्यति नै बजेर त्यति नै मिनटको खबरमा साथी नराम्रो मान्छेसँगै म राम्रो मान्छेको नमस्कार। प्रसङ्ग सुरु गरौँ आजका मुख्य खबरका मूल शीर्षकहरूबाट। अर्को साल टीका लगाउन आउँदा ज्वाइँ लिएर आउनु भनेपछि एकजना फुलकुमारी घर जान सकिनन्। जाँड रक्सी छोडेका गम्बुटे काइलाले दशैं आएपछि फेरि सुरु गरे र नेपालमा निधार बेचेर पैसा कमाउने दिन नजिकिँदै। तपाईँ पढ्नको लागि अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा, अमेरिका, युके जान चाहनुहुन्छ भने मैले तल मेन्सन गरेको नाइस एजुकेसन कन्सल्टेन्सीलाई सम्पर्क गर्नुहोला। अब सुनौ सबै कान थुनेर पुरा समाचार। अर्को पालीको दशैंमा ज्वाइँ लिएर टीका लगाउन आउनु भन्दै पोहोरकै साल आशीर्वाद थापेकी एकजना फुलकुमारी यो साल पनि दशैंमा घर नजाने भएकी छिन् र उनी भन्छन् पोहोरको साल सबैले अर्को वर्ष आउँदा ज्वाइँ लिएर आउनु भनेपछि अहिलेसम्म उसँग कुनै केटाले बिहे गर्न नमानेपछि उनको घर जाने बाटो बन्द भएको हो र यो साल पनि एक्लै गयो भने बेजत हुन्छ, कसरी गाउँमा मुख देखाउनु भनेर गाउँ नगएको भन्ने खबर हामीलाई प्राप्त भएको छ। जाँड रक्सी छोड्नै लागेका एकजना गम्बुटे काइलाले फेरि दशैं आएको भन्दै फेरि खान थालेका छन् र उनले अब चाहिँ यो चिज कहिल्यै खाँदिन भनेर एक दिन 25 घण्टा 64 मिनटसम्म जाँड रक्सी छोड्दै आए पनि 81 दशैं आएपछि उक्त व्यक्तिले घ्याम्पाका घ्याम्पा बोतलका बोतल जाँड रक्सी खाएर घर जान खोज्दा खुट्टा नलागेपछि 4 पाउ टेक्दै नालीतिर बास बस्दै घर जाँदै गरेको भन्ने खबर हामीलाई प्राप्त भएको छ। नेपालमा दशैं आएसँगै निधार बेचेर पैसा कमाउने दिन नजिकिरहँदा खुसीले धेरैजनाको खुट्टा भुइँमा नभएको र उनीहरू टीकाको दिनदेखि पूर्णेको दिनसम्ममा धेरै पैसा कमाउने उद्देश्य लिएर अगाडि बढ्ने भएका छन् र उनीहरू भन्छन् यसपालि चाहिँ कसैको घर नछोड्ने र साइनो नभए पनि गोरु बेचेको साइनो लगाएर भए पनि यो वर्ष डरलाग्दो धनराशि गोजीमा भित्र्याउने प्लान भएको भन्ने खबर हामीलाई प्राप्त भएको छ। हवस् त यिनै खबरसँगै बिहान दिउँसो बेलुका मध्यराति बिहानी पख तपाईको घडीमा जति बजेर जति मिनट गएको थियो त्यति नै बजेर त्यति नै मिनटको खबर सकिएको छ। भोलि पर्सि पनि यी यस्तै खबरहरू हेरेर आहा हिही उहु गर्न चाहनुहुन्छ भने यो भिडियोलाई एउटा लाइक र एउटा कमेन्ट सँगै हाम्रो आइडीलाई फलो गर्नुहोला। सँगै टिकटकबाट हेर्ने साथी, टिकटकमा फलोअर बनाउन चाहने साथी माथि हाम्रो लाइभमा जोइन हुनुहोला। नमस्कार।